देशद्रोही जो होस्, देशद्रोह गर्छ भने मेरो बाउलाई पनि हातकडी लगाउने मान्छे हो है। त्यसले गर्दाखेरि यसरी बुझ्नु होला, यसरी बुझ्नु होला। मैले प्रश्न गरेको छु उहाँलाई, उहाँको भूमिका के हो। अहिले त्यो मान्छेहरूले धेरै कुराहरू छैन भनिराख्नु भएको छ, गरिराख्नु भएको छ। म प्रश्न गर्न चाहन्छु है यो चिज है। हाम्रो सरलाई प्रयोग नहुनुहोस्, श्रम संस्कृतिलाई होइन केही गर्न सकिन्छ कि भनेर उहाँहरू प्रयोग हुनुभएको छ, त्यो होइन। उहाँसँग म होइन कुनै कुरा मैले लुकाउनु मिल्दैन। 1 घन्टा बसेको छु वार्तामा। उहाँले के भन्नुभयो भन्दाखेरि म त सरकारमा जान्न, पार्टीसँगै बनाउनुपर्छ होइन। त्यसो भने म जान्छु नि त, जेनजीले पनि पठाएको छ भन्नु खोज्दै। हुन्छ तपाईँ जानुहोस्, पार्टी चलाउँछु म भन्नुभयो है। पार्टी चलाउँछु म भन्नुभयो। हामीसँग एउटै पार्टी यहाँ। अब म यो पनि कुरा निकाल्छु, बालेनजीको कुरा पनि आउँछ यहाँ। बालेनसँग किन नमिलेको भन्ने कुराहरू छ नि त, छैन हो है। कुलमानजीलाई पनि मैले भेटेकै हो, पार्टी बनाउनुपर्छ, सँगै जाउँ, सबैले जनताले चाहेको छ भन्दाखेरि म त सरकारमा जाँदिनँ। अब अलिअलि भएको लोकप्रियता पनि भरे काम गर्न सकिँदैन, यता त्यता भन्नुभयो। उहाँ र म 1 to 1 बसेका छौँ उहाँको घरमा 1 घन्टा। म त सरकारमा जान्न भन्नुभयो। 24 घन्टा नपुगिकन फोन पनि उठाउनु हुँदैन। 3टा मन्त्रालय पाउनु भएछ उहाँको सेक्रेटरीले, भरे 3टा मन्त्रालय हामीले त पायौँ भन्नुभयो। ओके बधाई छ भन्दै। डोन्ट लाइ टु अस, नढाट्नुहोस्, नढाट्नुहोस् प्लिज। धरती पुत्र हो म है। रुखो बोल्छु, झुटो बोल्दिनँ, रुखो बोल्छु, झुटो बोल्दिनँ। नढाट्नुहोस्, नढाट्नुहोस्। ढाँटेर राजनीति गर्नु छैन मलाई है। तपाईँलाई मनपर्छ भने मलाई भोट दिनुहोस्, नदिँदा नदिँदा पनि हुन्छ। म एक्लै भए पनि काफी छु, तर ढाँटेर चाहिँ म राजनीति गर्दिनँ है। ढाँटेर राजनीति गरेको कारणले गर्दाखेरि होइन। अनि भरे त छैन, उहाँ आफै फेरि कता के फेरि त्यो पार्टीको अध्यक्ष पनि उहाँ होइन फेरि है। उहाँ हो त, उहाँलाई प्रयोग गरेर, खबरदार, उहाँलाई प्रयोग गरेर केही तपाईँको छैन मान्छेहरूले होइन। यो चाहिँ त्यस्तो पनि हुँदो रहेछ फेरि यहाँ चाहिँ। फल्नालाई ब्रान्ड देखाइदिने अनि तपाईँको त्यो ब्रान्डमा देखाएर आफ्नो सामान बेच्ने क्या। त्यो खालको अवसरवादीहरूलाई पनि खबरदारी गर्न चाहन्छु म। नढाट्नुहोस् प्लिज, नढाट्नुहोस्। माटो छोएर कसम खाऊ आज छातीमा हात राखेर है। हिम्मत छ आँखामा आँखा लगाएर कुरा गरौँ। यो देशलाई बेच्न पाइँदैन। बरु हामीलाई यो बिजुलीको खम्बासम्म केही पनि चाहिँदैन, निकालेर लाँदा हुन्छ। तर यो माटो बेच्न पाइँदैन, माटो बेच्न पाइँदैन। हामीलाई चाहिँ कुनै तपाईँको विदेशीले गरेर खाएर हुन्छ। बरु हामी साग र सिस्नु तपाईँको चाहिँ घोटेर खान्छौँ। सिस्नुको जरा खाएर बाँचेको पुर्खाले तपाईँको जोगाइदिएको देश हो यो। ढुङ्गाले लडेर तपाईँको छैन, ढुङ्गाले अत्याधुनिक हतियारको विरुद्धमा त्यो तपाईँको छैन अङ्ग्रेज सेनाहरूसँग लडेर जोगाइदिएको देश हो कि नै यो। हाम्रो पुर्खाले अनिकालमा सिस्नुको जरा घोटी खाएर चाहिँ बाँचेको हामी मान्छे हो कि होइन। यसरी जोगाइदिएको देश कुनै सन्धि सम्झौतामा तपाईँको भित्र लुकेर कोठाभित्र गरेको सन्धि सम्झौतामा हामी गुमाउन दिनेवाला छैनौँ। पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ, पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ। हाम्रो चन्द्र सूर्य अङ्कित झन्डा रहनुपर्छ। कुनै पनि विदेशी दलालहरू र विदेशी चाकडीमा तपाईँको भुलेका दलहरू जसले चाहिँ यो देशलाई बेच्न चाहेको छ त्यस्ता दललाई होइन। यसपालि देशभक्त नेपालीले, देशलाई माया गर्ने देशप्रेमी नेपालीले चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु है। बालनजीलाई पनि मैले 4-5 चोटि भेटेकै हो पार्टी खोलेर। नगरौँ भन्नुभयो, कता खै कता जानुभयो। अनि किन नमिलेको भनेर मलाई भनिराख्नुहुन्छ क्या। म नमिलेको हो र यत्रो जनासँग मिलेकै छु त।